यस्तो सजिलो ट्रिक थियो यार, यस्तो सजिलो ट्रिक थियो, मैले यत्रो वर्ष किन नसोचेको होला क्या मैले। तर यस्तो दामी ट्रिक थियो यार मसँग, कस्तो मैले याद नगरेको यार, छे बेइज्जत। त्यो पनि बल्ल बल्ल हिजो अस्ति के भएर दिमागमा क्लिक आएर मात्र यो गर्ने बुद्धि आएको। आई मिन त्यो झन्झट मानेर चाहिँ हो। अब किनभने हामी भनेको क्रिएटिभ मान्छे हो, अनि क्रिएटिभ मान्छे चाहिँ अहिले पनि अल्छी हुन्छ अरे क्या। त्यही भएर अल्छी मान्छेले नै धेरै कसरी क्रिएटिभ हुने त, यसलाई इजी वेमा कसरी गर्ने भनेर चाहिँ क्रिएटिभ तरिकाले सोचिरहेको हुन्छ अरे। सो मैले अहिलेलाई चाहिँ योभन्दा एकदमै क्रिएटिभ वे चाहिँ मैले सोच्न सकिनँ। सो मैले जति क्रिएटिभ वेमा सोच्नु सक्थेँ त्यति नै सोचेँ। सो धेरै इजी भइरहेछ। योभन्दा अगाडि चाहिँ मैले के गर्थेँ भने मैले इयरफोनको माइकलाई चाहिँ माइक बनाएर यस्तो गाह्रो तरिकाले मैले हालेको थिएँ। त्यो त देखियो भने त तपाईँहरू जतिजनाले हेर्दै हुनुहुन्छ कोही एकजनाले चाहिँ माया लागेर म यसलाई स्पोन्सर गरिदिन्छु भन्नेसम्म तपाईँहरूलाई हुन्थ्यो होला क्या।